अलमोस्ट स्टार्ट अफ द विन्टरमा पनि कस्तो मनसुन जस्तो भइरहेको छ, मनसुन ब्रेक जस्तो फिल भइरहेको छ। तर भ्यू चाहिँ बबाले छ यतातिर, कस्तो बबाले देखिरहेको छ मुनि मुनि हिउँ परेर। हामी जान चाहिँ तेङबोचे जान्छौँ भन्छ, किनभने हामीसँग घर रेनकोट छ अनि बाटो चाहिँ एकदम सेफ नै छ अरे। सो ल्यान्डस्लाइड फ्लडहरूको केही टेन्सन छैन भनेर चाहिँ हामी आज तेङबोचे कि दिबोचे कि पाङबोचे तिनवटामा एउटा ठाउँ जान्छ। कस्तो खतरा एडभेन्चर भइरहेछ यार। माथि यहाँ छाता छ, रेनकोट हालत यस्तो छ, वेदर यस्तो छ। शनिबारसम्म यस्तै हुन्छ अरे। तेङबोचे जाने बाटो चाहिँ सेफ नै छ होइन। छाता र रेनकोट लाएर हिँडिरहेको छु म। ठिकै छ बाटो, रमाइलो भइरहेछ। यहाँ हेर्नु न, योहरू घर बोकेर हिँडिरहेछन्। पेट्रोलले घर हो कि त इन्सेन हुने यहाँको मान्छे सकिन्न। See you there at तेङबोचे। चौरो पानी परिरहेछ। अब हामी यहाँ फुङ्कीथाङ्का भन्ने ठाउँमा खाना खाँदैछु। खाना खान्छौँ, त्यसपछि हामी आज दिबोचे भन्ने ठाउँमा जान्छौँ। दिबोचे चाहिँ यहाँबाट अलमोस्ट 3 आवर्स जति छ। अब ठाडै उकालो हान्नुपर्छ यो माथिको। And the uphill. तेङबोचे तेङबोचे। यो चाहिँ तेङबोचे हो। हामी जाने चाहिँ दिङबोचे हो। यहाँबाट ठ्याक्कै 30 मिनट्स लाग्छ मुनि ओह्रालोमा। रेनकोट किनेको, ओभरसाइज रेनकोट किन्दाखेरि पनि रेनकोट ठिक नभएर 800 रुपियाँको छाता किन्नु परेको छ। धन्न यो छाता चाहिँ अलिक बलियो रहेछ। हाम्रो काठमाडौँमा पाउने छाता भएको भए चाहिँ जमाना पनि भाँचिसक्यो हामीले। यो चाहिँ लाइफ सेभर नै भयो। होटेल आयो आजको होटेल दिबोचेमा भएको रिभनडेल दिबोचे रहेछ। योबाट माथिबाट तेङबोचे भन्नुबाट चाहिँ फिलिली बाटो इजी
इजी एएफ अहिले माथिको मात्र अलिक गाह्रो रहेछ सजिलो छ एकदम एउटा फोटो हानिदिउँ न त दिसभरि पानी परेर वेदर चाहिँ बवाल खोल्यो अहिले भोलि बवाल वेदर भए झन् मजा आउँथ्यो आज दिउँसो डेन्जर पानी परेपछि चाहिँ होइन वेदर चाहिँ यस्तो मजाले खोल्या चाहिँ हिमालहरू त खासै मलाई नाम थाहा छैन यो आमा डौलुम बाहेकै बवाल खोल्या छ भोलि पनि यस्तै खोल्यो भने चाहिँ मजाले देखिन्छ माउन्ट एभरेस्ट त्यहाँतिर छ कि जस्तो लाग्छ त्यहाँतिर र थाहा छैन एक्ज्याक्टली जस राति नै खोल्छ जस्तो लाग्छ है मलाई हाम्रो ठ्याक्कै यहाँ छ होटल होइन यहाँ ठ्याक्क भ्यू बवाल देखिन्छ 妈妈的项链， 360 mountains 知道吗？不知道。项链。